नमस्कार साथीहरू, तपाईहरुलाई हाम्रो खेलकुद अफिसियल च्यानलमा हार्दिक स्वागत छ। आजको भिडियो इम्पोर्टेन्ट टपिकमा रहेको छ। तपाईहरु स्किप नगरेर यो भिडियो पुरा पनि हेर्दिनु होला। भोलि चाहिँ नेपाली महिला टिमले जिम्बाब्वे विरुद्ध वार्म अप म्याच पनि यहाँबाट रहेको थियो। भर्खरै केही समय अगाडि भने एउटा न्यूज आउँछ कि जिम्बाब्वेको टिम भने नेपालमा समयमा नआइपुग्ने भएको कारणले फ्लाइट समस्याको कारण भएको कारणले भने यहाँबाट भोलिको वार्म अप म्याच भने रद्द भने गरिएको छ। यो भने हामी नेपाली फ्यान्सहरूलाई दुःखद खबर रहेको छ, किनभने नेपाली महिला टिमले ब्याक टु ब्याक 2 म्याच हारिसकेको छ। वार्म अप म्याच युएसए र स्कटल्यान्ड विरुद्ध र जिम्बाब्वेसँग भोलि हुने खेल पनि यहाँबाट रद्द भएको छ र भोलि केही गर्ला भने आश पनि हामी नेपाली फ्यान्सहरूलाई रहेको थियो, त्यो पनि यहाँबाट गेम पनि क्यान्सल हुन पुगेको रहेको छ। र यसै साथ हामी अर्को कुरा गरौँ, नेपाली सिनियर टिमको 2026 को वर्ल्ड कपको भव्य तयारी रूपेन्देहीमा रहेको तिलोत्तमा स्ट्राटेक ओभल मैदानमा पनि यहाँबाट भव्य तयारी गरिरहेको छ नेपाली सिनियर टिमले। नेपालले पहिलो म्याच इङ्ल्यान्ड विरुद्ध खेल्नेछ, जुन त्यो म्याच निकै इम्पोर्टेन्ट पनि रहेको छ। पहिलो म्याच भने हामी जित साथै सुरुवात गर्यौँ भने आउने म्याचहरुमा पनि केही राम्रो नतिजा निकाल्नेछौँ र शक्तिशाली टिम इङ्ल्यान्डलाई कसरी हराउने भन्ने एउटा कोचहरूको पनि रणनीति भइरहेको छ र प्र्याक्टिसमा भरपुर गरिरहेको नेपाली टिमले भने आशा गरौँ निकै राम्रो खेल्नेछ त इङ्ल्यान्ड विरुद्ध भन्ने। र यसै साथ आजको अर्को न्यूज रहेको छ, आइसिसी ट्रफी अनि आज पोखराको फेवा तालमा पनि हामी देख्न सक्छौँ यो क्लिपबाट। र फेवा तालमा भने यहाँबाट आइसिसी को ट्रफी भने यहाँबाट फोटो देख्न सक्छौँ हामी र बुझ्न सक्छौँ आज पोखराको फेवा तालमा यहाँबाट भ्रमण गराइएको छ टी20 वर्ल्ड कपको ट्रफी। र यसै साथ अर्को एउटा इम्पोर्टेन्ट गुड न्यूज रहेको छ, जिम्मी निसम र सन्दीप लामिछानेलाई भोलि हामी रङ्गपुर राइडरको खेलमा भने हामी सँगै देख्नेछौँ। यो इम्पोर्टेन्ट रहेको छ साथीहरू। जिम्मी निसम सिजन 1 र सिजन 2 एनपिएल खेलिसकेका खेलाडी, जुन निकै अनुभवी खेलाडीलाई हामी सन्दीप लामिछाने नेपाली स्टारसँग सँगै खेलेको देख्नेछौँ भोलिको म्याचमा, जुन 12:45 मा रहेको छ। हामी प्रत्यक्ष प्रसारणमा हामी लाइक कमेन्टको साथ तपाईहरुको म्याच उपस्थित हुनेछौँ त्यो खेलमा। र आजको भिडियो यस टपिकमा रहेको थियो र तपाईहरुलाई कस्तो लाग्यो त आशा गरौँ यदि तपाईहरुलाई राम्रो लागेको छ भने लाइक गरिदिनुस्, सब्स्क्राइब गरिदिनुस्। हामी भोलि दिउँसो 12:45 मा रङ्गपुर राइडर र राजशाही वारियर बीचको खेलमा भेट्नेछौँ। अहिलेको लागि बिदा हुन्छौँ। हस्त, धन्यवाद।